एउटा यस्तो ठाउँ जहाँनिर चराचुरुङ्गीको आवाज बाहेक कुनै पनि कृत्रिमताको आवाज नै छैन, जहाँ तपाईँ आनन्द र आफूलाई आत्मीयताको भाव जगाउन सक्नुहुनेछ। नमस्ते दर्शकबिन, आजको यस ब्लग भिडियोमा पनि स्वागत छ। आजको यस ब्लग भिडियो अस्तिकै पार्ट हो। तपाईँहरूले अस्तिको पार्ट हेर्नु भएको छैन भने पार्ट 1 हेरेर आउनु होला। यो चाहिँ पार्ट 2 रहेको छ। आउनुहोस् अब यो ब्लगको क्रममा लागौँ। ल फाइनली गाइज, अहिले चाहिँ काठ थन्काइसकेर हामी चाहिँ अब रिटर्न भएर घरतिर लागिरहेका छौँ र अब घरतिर जानुपर्ने हुन्छ। लगभग अहिले 4:30 जस्तो भइरहेको छ। यहाँबाट घर पुग्नलाई लगभग 2देखि 2.5 घन्टा जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अब चाहिँ तयारी स्टार्ट गर्न गइरहेको छु र यहाँनिर चाहिँ बाटो एकदमै काँडै रहेछ। काँडा फार्दै हामी हिँड्दैछौँ। साथीहरू 1-2 जना चाहिँ अगाडि गएर माथि बसिसकेको छ क्या साथी। गाह्रो छ है साथी हो, गाह्रो रहेछ गाह्रो। यहाँ कहिले कहिले मान्छे आएको रहेछ, अस्ति आएको होला काठकर्मीहरू। गाह्रो त पर्छ सबैलाई। फेरि नारायण गोपालकै आवाज हान्छ है। बोई आमा पर पुग्नु सारङ्गी रेट धापमा हुर्कै हुनेछ मन मेरो यसैलाई मेरो वर्ष के छ अनि भाइहरू? बसाइ यतिकै बस्यो होइन त गेम खेलेर। जङ्गली छ है, जङ्गली छ। अरे बात जुरुप त लागेको छ नि। जुरुप त के एकै दिन कल गर्दैछ, त्यही भएर सन्ना एकै दिन दुई साथीको हामी फर्क्यौँ फाइनली। जुन भइरहेको सबै जङ्गल छ कतापट्टि। यहाँ फेरि अचम्मको रुख रहेछ। यो रुख चाहिँ के हो? पुरै सर्प भिरे जस्तो रुख रहेछ। त्यो आक्लो रुख रहेछ, सर्प भिरे जस्तो। साथी बाघ हामी फर्क्यौँ। यो बाटो मात्रै जुगा रहेछ। साथी बाघ कति धेरै जुगा रहेछ कि जुगा चाहिँ टन्नै रहेछ साथी। बाटो चाहिँ खतम रहेछ। नि घटेछ त अघि एक जोला थियो त। कहीँलाई लिइरहेको छ बरु एक जोला। ऊ जोला बोलेर उहाँ लुगाले छोपेर बोकिरहेको छ। हामी अहिले यहाँ रिजिम गुम्बाको ठिक अपोजिट साइड टर्निङबाट हिँडिरहेको छु। अहिले एकदम बङ्गानमा एकदम राम्रो गरिरहेको छ है। यस्तो खालको बिरुवाहरू, छोटा छोटा बिरुवाहरू लगाएर भोलिको दिनमा यो बिरुवाहरू यति ठुलो हुन्छ, ठुलो भइसकेपछि धेरै नै रमणीय दृश्य यहाँनिर अवलोकन गर्न पाइन्छ भन्ने हिसाबले यहाँनिर रोपेर छ। हामी यहाँ लगातार रूपमा पछि हिँडेछ। आज अब केही न केही पनि बस काम गऱ्यो, थाक्यो। अवस्था त्यस्तो छ। रिङ गुम्बा पनि लागेको थियो है। पल्लो साइडमा रिङ गुम्बा अगाडि त्यसो गरी हामी अलिक पछाडि हिँडिरहेछौँ र
र यहाँ अगाडि टकेटी लिएछ अब यहाँसम्म चाहिँ अघि गाडीमा आएको थियो यहाँबाट चाहिँ पानी त्यहाँ लिकेज भएको छ अघिसम्म यहाँ गाडीमा आएको हो यहाँबाट चाहिँ अब हिँड्दैछु र म चाहिँ यो तरिकाले हिँडिरहेको छु यहीँनिर थियो कि अहिले चाहिँ अघि चाहिँ त्यहाँबाट हिँडेको अहिले चाहिँ यो तरिकाले चाहिँ सिनाइ हुँदैछ र आई होप तपाईँहरूले मेरो भोइस राम्रोसँग सुनिरहेको छ होला भन्ने मैले कामना गर्न चाहेँ र यस्तो चाहिँ साथीहरू कुछ भ्यू एक्सक्लुसिभ देख्न सक्नुहुन्छ भिलेज एरियाको र मेरो बोकेर हिँडेर आएको छु फटाफटी 5 जना हो हामी फटाफटी हिँडिरहेको छौँ रिम्बुमा निस्किने एकछिनलाई गुम्बा चाहिँ त्यो छ टक्का गुम्बा चाहिँ यो साथी हेर टक्कै हिँडिरहेछ यी माथिको के छ मजाले हिँडिरहेको छु के हो तलबाट जाने हो एक रोना हानेर आउँछ ल बिस्तारै जाउँ ल तर एक रेगट लिएर आउँछ यो चाहिँ रिङिम गुम्बा हो र यो रिङिम गुम्बा पनि यो अब साङ्ग्या छोलिङ गुम्बा भन्छ यहाँ म हिँडिरहेको छु यहाँनिर छ गुम्बा यो चाहिँ यहाँ 2000 सालतिर कतिवटा समथिङ बनाएको होला बनिरहेछ हिँडिरहेको छु गुम्बा चाहिँ गुम्बाको गेट इन्ट्री गेट यहीँ हो त्यस्तै गरी लामा गुरुहरू बस्ने यो छ हो हिँड्दैछ त गुम्बा यस्तो चाहिँ साथी टक्का यस्तो छ तबाट हो यो तबाट यताबाट छ अनिबाट छ जस्तो लाग्यो भाइ ओभरअल यस्तो छ अब म यताबाट हिँड्यो फटाफटी ताजा साजा पनि छ यहाँनिर यो गुम्बा चाहिँ धेरै पुरानो गुम्बा हो एकदमै यो माथि डाँडामा छ र रिम गुम्बाको विशेषता धेरै छ यहाँनिर किनभने यहाँ गुरुहरू ठुलो रिम्पुर्चियाहरू पनि यहाँ हुन्छन् ठुलै ठुलो गुम्बा हो र ओभरअल भ्यू यस्तो छ साथी हो यहाँ छु त्यताबाट जानु पर्ने हो खासै ल यस्तो भ्यू छ साथी हो एकदमै गुम्बाको त्यो सानो चैत्य बनाएको छ गुम्बाको भिडियो त मैले योभन्दा अगाडि पनि हालिसकेको छु त्यही कारणले यति मात्रै कभर गरेँ अब बाँकी कुनै दिन फेरि टाइम भएछ भने मजाले गुम्बा र यस्तो बसाइ खतरा हुँदैछ र आज चाहिँ काम आज चाहिँ यो काठ ठहराउने मात्रै भएर छिडिसक्यो भोलितिर चाहिँ सकिन्छ मजाले ठहरिन्छ यस्तो छ के हो दाजु कताबाट गयो दाजुहरू त यहाँ बसिरहेछ त के छ नि आरामै हो के कुरो हो यो त आँप जस्तो पो रुपेछ आँप कि के गर्नु फोटो खिच्नु ल
चिज देखाउने विचार छ क्या मामाले दर्शकबिन आजको यस एपिसोडबाट पनि हामी अन्तिमतर्फ आइसकेको छौँ र अर्को एपिसोडहरू हेर्न बाँकी नै छ। तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर राख्नुहोला।